तपाईहरु धेरै मिहिनेत गरिरहनु भएको छ तर पैसा अझै पनि तपाईहरुको लागि काम गरिरहेको छैन। द बिगेस्ट प्रब्लम इज नाउ वी टेक रङ एडभाइस। रिच ड्याड एन्ड पुअर ड्याडको यो लेसनमा भनिएको छ फाइन्ड अ मेन्टर नट जस्ट एन एडभाइजर। ताकि मानिसहरू सल्लाह त लिन्छन् तर सही व्यक्तिबाट लिँदैनन्। एडभाइजर जसले सल्लाह दिन्छ जसले भन्छ यो गर त्यो गर तर उसले त्यो काम कहिले गरेको हुँदैन। मोस्ट एडभाइजर आर इन इम्प्लोइ अर सेल्फ इम्प्लोइड। सल्लाह दिने व्यक्तिहरू चाहिँ प्राय आफ्नै काम गरिरहेका हुन्छन्। उनीहरू कुनै सिस्टम कुनै बिजनेसको बारेमा अवगत हुँदैनन् र हामी चाहिँ उनीहरूबाट सल्लाह लिइरहेका हुन्छौँ। मोस्ट एडभाइजर आर इन इम्प्लोइ अर सेल्फ इम्प्लोइ क्वाड्रन्ट भनेको छ एडभाइजरहरू चाहिँ आफ्नो लागि काम गर्दैनन् कि अरूको लागि काम गरिरहेका हुन्छन्। उनीहरू चाहिँ आफ्नो सिस्टम र आफ्नो बिजनेस चाहिँ बिल्ड गरिरहेका हुँदैनन्, अरूको लागि चाहिँ काम गरिरहेका हुन्छन्, अरूको लागि चाहिँ समय खर्च गरिरहेका हुन्छन्। अब कुरा गरौँ मेन्टर। मेन्टर के हो? कुरा गरौँ मेन्टर। अ मेन्टर समन हु हेज अलरेडी डन वाट यु वान्ट टु डु। एउटा मेन्टर जसले चाहिँ तपाईँले गर्न खोज्नुभएको कुरा चाहिँ उसले पहिल्यै गरिसकेको हुन्छ। उसलाई चाहिँ पहिल्यै त्यसबारेमा चाहिँ अनुभव भइसकेको छ। दे डोन्ट जस्ट गिभ एडभाइस, दे टिच यु सिस्टम एन्ड बिजनेस। सिस्टम जसले बिजनेस चल्छ। त्यसैले आफ्नो माइन्डलाई ओपन राख्नुहोस् र आफूले लिएको एडभाइस चाहिँ कुन साइडबाट आएको छ भन्ने कुरालाई चाहिँ एकदमै महत्त्वपूर्ण साथ लिनुहोस्। ह्याभ अ गुड डे।